यस्तै राइडमा हिँडेपछि केही र केही त भइरहन्छ नि, यहाँ लफडा परिहाल्यो। गाइस भर्खर चाहिँ के भयो भन्दाखेरि इन्सिडेन्ट होइन, yes guys, yes, we are going Rara, the dream destination. ल 4 बजे हिँड्ने भनेको होइन, 4:27 भयो, सब रेडी छौँ। ल फाइनली कोल्ड स्टार्ट भयो, अब लगभग 3 मिनटमा त हिँडिसक्छौँ होला। जय साईराम, जय शम्भो। ओके गाइज फाइनली 4:30 मा राइड स्टार्ट भयो। हामी धार्केको बाटो जाँदैछौँ है, सीता पाइलाबाट। दादा अलि अगाडि गइस त। गाइज हामीसँग चाहिँ यो राइडमा इन्टरकम पनि कनेक्ट छ है, हामी दुईजना यो सेटअपमा हिँडिरहेछौँ। 5:24 भएछ, हामी चाहिँ धार्के कटिसक्यौँ। ल के हो यहाँ खन्दा खन्दा डोजरै गुल्टे है, के हो के भएछ यो? डोजर हो यो कि के हो यो? यो सुतिया हो कि सुता हो कि के रहेछ यस्तो? यो 6:25 भयो गाइज है। फाइनली वी आर हियर एट मलिखु बजार। आरामले आइरहेछौँ हामी होइन। यो राइड चाहिँ एकदम बिस्तारै बिस्तारै कभर गर्छौँ हामी रारा। ओ मैले रारा भनिहालेँ यार, तर थाहा पाइहाल्यो होला गाइज हजुरलाई होइन हामी कहाँ जाँदैछौँ भनेर थम्बनेलबाट अनि अरू अब थम्बनेल भिडियोबाट थाहा पाइसक्नुभयो होला। यस गाइज, यस, वी आर गोइङ रारा, द ड्रिम डेस्टिनेसन। सो गाइज अब रारा पुग्न हामीलाई कति दिन लाग्छ थाहा छैन होइन, लगभग 3-4 दिन लाग्छ कि, किन हामी चाहिँ 2टा राइडर, एकजना मै भइहालेँ होइन, एकजना चाहिँ मेरो दादा 2.0 दादा चाहिँ अप्रेल स्ट्रम 125 मा हैसिन्छ। अब लगभग यहाँबाट 70 किलोमिटर छ चितवन, त्यहाँनिर हाम्रो एउटा ब्रेक हुन्छ है। कपडा सपडा फेरेर हामी रेनकोट लाएर दाउन्नेको बाटो जान्छौँ। अहिलेको टाइममा गाइज दाउन्नेको बाटो इज एकदमै धुलो। लेट्स सी कसरी कटिन्छ होइन। एन्ड हिजोसम्म चाहिँ डेन्जर पानी परिरहेको थियो, अब आजबाट चाहिँ पानी नपरिदियोस् भन्ने आशा गर्दै हामी निस्केको छौँ राइडतर्फ। हजुर यो बाटो हिँड्नुहुन्छ भने यो ठाउँ त चिन्नु नै हुन्छ होला है, माछा खाने स्टेसन हो यो चाहिँ। तर हामी खाँदैनौँ अहिले, किन भन्दाखेरि अहिले कुकुरले गुना खाँदै हामी माछा खाँदैनौँ। हाम्रो अप्रिलियाको चाहिँ इन्डिकेटर, साइड इन्डिकेटर झुन्डेछ होइन, त्यही भएर एकछिन ब्रेक लिएको हामीले हो। यस्तै राइडमा हिँडेपछि केही र केही त भइरहन्छ नि, यहाँ लफडा परिहाल्यो ट्याङ चाहिँ। यहाँ एउटा फेरि अर्को ब्रेक भइरहेछ है, साइडलाई यो झुन्डिएको थियो, मेरो पनि लगभग अलिअलि झुन्डिएको थियो। मैले पनि फेब्रिक लाएर यहाँ टेप टाँच्थेँ होइन, अब यहाँ दादाकोमा नि अब फेब्रिक लाएर टेप टाँच्ने। लगाइस चिया ब्रेक डन, यो राख्छु ल टेप। हस् बुवा ल लाग्यो ल दाजु। गाइज भर्खर चाहिँ के भयो भन्दाखेरि इन्सिडेन्ट होइन, बस चाहिँ यहाँनिर आएको थियो क्या, योभन्दा नि अझै यता क्यामेरा अफ थियो होइन, न त त्यहाँ तपाईँहरूलाई पनि देखाइदिनु हुन्थ्यो। लास्टै पेल्छन् बसहरूले है, नाइट बसहरू टर्निङमा ओभरटेक हान्छन्। गाइ वाज टकिङ अबाउट दिस बिहेभियर, मान्छेहरूको खालि पेल्न आउँछन् मुलाहरू। यस्तो देखेपछि चाहिँ मलाई रिस उठ्छ क्या, बिचमा लगाएर बाइक राखिदिउँ जस्तो लाग्छ घरिघरि त। मोरल रेस्पोन्सिबिलिटी हुँदैन मान्छेहरूको, कमन सेन्स हुँदैन उनीहरूको, के गर्ने भोग्नुपर्छ बाइकरहरूले। कस्तो हो यसरी आउँछन् के पागलहरू, अनि यस्तो पागलहरूलाई त हुने भयो भने गोद्नु मन लाग्छ क्या। गाइज हजुरलाई एउटा रमाइलो कुरा भनौँ, साँच्चै रमाइलो छ। मासु खाँदिन भन्नेले मुटु खाइसक्यो, तिमी बिना बाँच्दिन भन्नेले बच्चा पाइसक्यो अरे। वाह 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 वाह, सही हो सही हो। हामी चाहिँ 7:30 बजे मनोकामना आइपुग्यौँ। जय होस् मनोकामना माइकी, जय होस्, रक्षा गर्नुहोस्। इन्स्टामा स्टोरी हाल्नलाई ब्रेक गरेको थिएँ, अनि यसो दर्शन गर्नलाई यहीँबाट। जय होस्, यात्रा हाम्रो सफल रहोस्। अब त गाइज है मेरो स्टोरीमा त बाफ्रे पश्चिमको कर्णालीको हुम्ला जुम्ला मुगु सुर्खेतदेखि लिएर सबैको सुन्दरताहरू चाहिँ भटाभट आउँछ है, त्यही भएर हेर्न नबिर्सिनु होला। हेर्नुहोस् यही हो मोगली नारायण घाट खण्ड चाहिँ यतापट्टि भयो, यताबाट चाहिँ आबु खैरेनी पोखरा
हैन। अब हामी अस्ति यताबाट गएको थियौँ, आज यताबाट जान्छौँ। अहिले चाहिँ हामीलाई यो बाटो कभर गर्न खासै धेरै लाग्दैन। लगभग मेरो पारामा हिँड्ने हो भने आधी घन्टा, नत्र नर्मल्ली हिँड्यो भने 40 देखि 50 मिनटमा त आरामले पुगिन्छ हैन। तर यही बाटो चाहिँ पहिला चाहिँ हामी कुनै बेलामा आउँदाखेरि चाहिँ 3-4 घन्टा लाग्थ्यो क्या, त्यस्तो अफरोड थियो यो बाटो। तर अहिले चाहिँ सालालालालाला छ है। यस्तो भइसक्यो रिस उठ्छ क्या यो के यो अफलाइन जानु चाहिँ मलाई दिक्क लाएर आउँछ क्या। ओके गाइज, अब चाहिँ हाम्रो मामा घरलाई हामीले ट्रान्जिट पार्दै 1-2 घन्टाको ब्रेक त्यतातिर लिन्छौँ, त्यतै खानासाना खाएर जान्छौँ। मामालाई हिजो बेलुका मैले इन्फर्म गरेको थिएँ कल गरेर है, भेटघाट नभए पनि धेरै भयो, अब ट्रान्जिट पनि पारौँ, भेटघाट गरौँ होइन। खानासाना मैले त खाना चाहिँ नखाने भनेको, मामाले अब खाना जसरी नै खानुपर्छ भन्नुभएको थियो। केही छैन, अब बाहिर खानुभन्दा आफ्नै घरमा खानु पनि राम्रो हुन्छ है। माइजूले पकाउनु भयो मिठो खाना खाएर जाने। अब मेरोमा चाहिँ लगभग 1 लाइन मात्र घट्या होइन। यता अप्रिलियाको चाहिँ सबै खाली भइसक्यो ट्याङ्की। ओ माई गड, सही देखिन्छ यार। दर्शन अफिस हिँड्न लाउनु भयो क्या? हेलो नमस्ते। अब हामी निस्किन आँटेको 10 बज्यो। नानी भाइ बाबु भाइ हवस् मामा गयौँ ल। चितवनमा वार्म वेलकम भयो हाम्रो है। अनि खानासाना खाइयो, कुराकानी गरियो, आनन्दले बसियो। धेरै दिनपछि भेट भएको मामा माइजू बाबु नानीहरूसँग। चिनोको पालो बाइकमान्डुको राइडमा आउँदाखेरि चाहिँ होइन, हामीले चितवनको राइडरहरूलाई पनि भेटेको थियौँ है। एउटा सानो मिटअप प्रोग्राम राखेको थियौँ। सौगात ब्रो, आई स्टिल रिमेम्बर यु। तपाईँलाई भेट्ने हो यहाँ आएर है। मेसेज गरौँ जस्तो त लागिरहेको थियो मलाई है, तर मेरै ठेगान थिएन नि त। कति बजी निस्किने, पानी पऱ्यो भने डिले हुनसक्थ्यो भनेर। अब हामी भेट्दा चाहिँ चिया मात्र होइन, खाजा खाने गरी भेट्नुपर्छ। ए ओके, सुनेर हामीसँग SD कार्डहरू पनि छ र? म चाहिँ टिकटक हेरेर आएको क्या, काठमाडौँदेखि बिहान सिधै यहीँ आइरहेको छु। 64 GB को 64 GB 64 64 मिलाएर भन्नु है। काठमाडौँदेखि टिकटक हेरेर आएको लाएर जानु लाग्यो। अब भनेपछि सुनको औँठी मलाई पर्ने भयो है। ओके ल गाइस, A to Z मोबाइल हाउसको चाहिँ मैले धेरै एड देखिरहेको थिएँ क्या, टिकटकहरूमा नि हेरिरहेको थिएँ होइन। ठ्याक्क देखेको मलाई SD कार्ड किन्नुपर्ने थियो, ट्रस्टेड ठाउँ भेटिहालेँ अनि लिएर हिँडिहालेँ। मलाई स्पेसल डिस्काउन्ट गरेर दिनुभएको छ, धेरै धेरै धन्यवाद। अब मलाई सुनको औँठी पनि पर्छ भन्नुभएको छ शनिबारको लकी ड्रमा। अब सुनको औँठी ढल्काएर हिँड्ने अब। गाइज इट्स 10:13 AM अनि अहिलेसम्म चाहिँ हामीले लगभग 142 किलोमिटर जति राइड गऱ्यौँ है। एन्ड या राइट नाउ वी आर हियर एट गैराकोट जाने नारायणीको पुलमा है। हो माई गड कति गर्मी हो हे गर्मी। टाउन पुग्नुभन्दा अगाडि, सिजी पुग्नुभन्दा अगाडि यस्तो अलिकति तल अलिकति माथि बनेको छ बाटो, अहिले पनि कम्प्लिटली बनिसकेको छैन। हामी यस्तै अलिअलि ह्याक लगाएर जानुपर्छ। यतातिर चाहिँ बाटो बनाइसकेको रहेछ है। पहिला म आउँदा यो बाटो चाहिँ बनेको थिएन। यो बाटो नि तलमाथि गर्दै हिँडेको याद छ कि ठ्याक्कै यहाँ यो ठाउँ याद छ क्या मलाई। हो त्यही भएर यो चाहिँ बवाल बनिएको छ, अझै यता बन्दै रहेछ, नाइस भइरहेछ। अब दाउनेतिर पनि प्रोग्रेस होला चाँडै भन्ने आशा गर्दछौँ। यहाँ यस्तो गर्मी छ होइन। यहाँ लोकलहरूलाई कति गर्मी हुन्छ ले यार। एकैछिन बाइक रोक्यो भने जाम परेर हेलमेटभित्र त आगो बाले जस्तो हुन्छ क्या। अहिले नि आगो तापे जस्तो भइरहेछ, हातहरू तातेर। एक त गर्मीले भत पोलिरहेछ है। अर्को त यो धुलो अलि बिग्रिया बाटो। अघिसम्म त अलि पिच बाटो थियो, सरर जाँदाखेरि हावाले पनि चिसो बनाइरहेको थियो। अहिले त बोल्दा आफूले बोले हेलमेटभित्र। तरी पऱ्यो भने चाहिँ लास्ट गाह्रो हुँदो रहेछ गाइज है। अगाडि कछुवा छ अनि यताबाट चाहिँ ठुल्ठुलो गाडी आइरहेछ। न ओभरटेक गर्न मिल्ने, न रोक्न मिल्ने, न जान मिल्ने। बाफ्रे ओ माई गड फाइनली गाइस 12:30 बजे दौड्नेको त्यो धुलोहरू भ्याइयो है। बल्ल पिच बाटोमा आइयो हाइवेमा। बडा मजा आइरहेछ अहिले चाहिँ है। अलिअलि भयो नि भाइजर खोलेको। फाइनली तल आएर एकछिन ब्रेक गरेको है। लास्टै गाह्रो मेन भन्दा त गर्मीले धुलो त बरु थियो धुलो होइन, हिलो चाहिँ थिएन। हिलो नभएर अलिक सजिलो भयो होइन। बाफ्रे तर गर्मी चाहिँ डेन्जर छ है। जाम हेर्न सक्नुहुन्छ यहाँ, जाम पनि डेन्जर छ। ल गाइस
दाउनेको बाटो चाहिँ कटियो होइन, बिचमा चाहिँ म रोकेर भिडियो बनाउन सक्ने क्षमता चाहिँ आएन। यति बित्ति गर्मी छ होइन। अनि अहिले चाहिँ म यहाँ टिसिएन चोक आइपुगेँ, दादालाई कुरिरहेको छु होइन। यहाँ बाइक राखेर अनि यहाँ चाहिँ एकछिन फ्रेस भएर बसेको, सामान चाहिँ सब त्यहाँ छ। के गाइस दिस इज चौराहा चोक होइन, लखन चोक पनि भन्दो रहेछ बुटोलको। हामी चाहिँ बुटोल आइसक्यो। अब यता लेफ्ट गयो भने चाहिँ लुम्बिनी जान्छ, राइट गयो भने चाहिँ बुटोल हुँदै कोहलपुर। अन्त ग्लोभ्स खोलेर चलाउँदा नि आनन्द भएको यार, हावा लाएर। यस्तो गर्मी चाहिँ पुल भत्किन आँट्या रहेछ, क्या विक भएर होला। यता चाहिँ यस्तो लाग्छ क्या, आफै गर्मी कस्तो बोल्न नसकेको भने। अहिले चाहिँ एभरेज स्पिड मेरो 68 km/h देखाइरहेको छ। हो 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 हरियाली छ वरिपरि। के हो यो, डोजर हो कि? ए यो धान काट्ने हो क्या, धान काट्ने। कत्रो ठुलो हो। अब यताबाट चाहिँ कता जाने मलाई पनि थाहा छैन। कोहलपुर जान चाहिँ सिधै हो, बाटो नछोडिकन। बाटो यस्तो सलक्क परेको छ होइन, दामी छ बाटो। अनि वरिपरि जङ्गल छ, यसरी हामीतिर नुकेको छ। चोर खोला गाई, चोर खोला है। मैले स्लो गरेको यो हजुरलाई देखाउनलाई। चोर खोला अरे, चोर खोलै चोर दियो हो यहाँको, कि खोलाले के चोर दियो? अरूहरूको जग्गा चोर दियो? जनता जान्न चाहन्छ गाइज। यसरी हो क्या सुत्नु पर्ने भनेको निद्रा लाग्यो बेलामा। ओ बवाल ठाउँ रहेछ त, यहाँ त शिवजीको, शिव भाइरल डाँडा मन्दिर अरे। अहिले चाहिँ गर्मी कम भएको छ होइन। अब अहिले चाहिँ आई क्यान राइड जति पनि भने जस्तो फिलिङ आइरहेको छ। यहाँभित्र त भिडियो बनाउनु जान पाए त क्या मजा आउँथ्यो यार। त गाइज फाइनल्ली राप्ती नदी पुल पारी त बवाल रहेछ भालुबाङ त। ओ गाइज लुक एट द सनसेट। सनसेट हेर्छ नि, सनसेट वाह। नम्बर प्लेट देख्नुपर्छ यहाँ। ओके यु क्यान लुक एट माई नम्बर प्लेट। यहाँबाट चाहिँ टाइम कार्ड लिएर जानुपर्ने रहेछ। भनेपछि हामी 40 को स्पिड मिलाएर जानु पऱ्यो। ओके यो चाहिँ के को लागि सर? यो ए ठिक सर। जय सूर्य देवता। हामी काठमाडौँबाट सर। हजुर हो, हामी कोहलपुरको लागि हिँडेको। अब यो के अमिलिया भन्ने हो, त्यहाँ बस्ने भइयो। 7:30 छ, हामी अझै पनि अमिलिया पुगेका छैनौँ। जङ्गलको बिचमा हामी मात्र छौँ, अरू कोही छैन। रमाइलो भइरहेछ। बाघ भालु जहाँबाट नि आउनसक्छ, चितुवा जहाँबाट नि आउनसक्छ। त्यही पनि हामी निडर भएर हिँड्दैछौँ। हाम्रो त दाँत दिनुपर्छ। ओहो बा आयो एउटा। ल गाइस हाम्रो आजको रुम चाहिँ यही हो। 2टा बेड छ, फ्यान, एसी। तर मेरो एसी चल्दैन। अट्याच टोइलेट छ होइन। अनि एउटा टेबल भइहाल्यो, वर्किङ डेस्क। अनि दराज चाहिँ यहाँ छ हाम्रो है, 2टा दराज रहेछ। आज ट्रिप 2, आज चाहिँ 440 किलोमिटर हिँडेछ होइन डे 1मा। राम्रो हो यतिको कभर गर्नु भनेको। ओके गाइज 11 बज्न लाग्यो होइन। अब चाहिँ म भ्लग एडिट गर्छु। भोलि बिहान चाँडो उठेर फेरि निस्किनु पर्ने छ होइन। सो या आजको लागि यति नै। हेर्नु भएकोमा धन्यवाद। राम्रो पार्ट के लाग्यो त्यो कमेन्ट गर्नु होला। हस्त नमस्ते, धन्यवाद।